एउटा देशमा एउटा बाघलाई अचानक जङ्गली कुकुरहरूको एउटा झुण्डले घेर्यो। तिनीहरू बाघमाथि जोड-जोडले भुक्न थाले र उसलाई उक्साउन थाले। बाघले चाहेको भए एक्लैले ती सबैलाई त्यहीँ चिराचिरा पार्न सक्थ्यो। तर उसले एकपटक ती कुकुरहरूलाई हेर्यो र कुनै शिकार नगरी चुपचाप अगाडि बढ्यो। कुकुरहरूलाई लाग्यो बाघ डरायो, तर बाघलाई थाहा थियो कि फोहोरको थुप्रोमा बस्नेहरूसँग लडेर ऊ आफै फोहोर हुनेछ। शिक्षा हरेक लडाईँ जित्नका लागि मात्र हुँदैन। जो मान्छेहरू तपाईको स्तरका छैनन्, जसले मात्र तपाईलाई उक्साउन र भुक्न जान्दछन्, तिनीहरूको मुख लाग्नुभन्दा आफ्नो काममा ध्यान दिनु नै उत्तम हुन्छ। यस कथाका केही मुख्य बुदाहरू। आत्मसंयम। बाघसँग शक्ति भएर पनि उसले त्यसको प्रयोग गरेन, किनभने त्यो ठाउँ र ती कुकुरहरू उसको शक्तिको लायक थिएनन्। स्तरको पहिचान। सधैँ आफूलाई कुन स्तरमा राख्ने भन्ने कुरा आफ्नै हातमा हुन्छ। ससाना कुरामा अल्झिँदा हामी आफ्नै गरिमा घटाउँछौं। मौनताको शक्ति। कहिलेकाहीँ केही नभनी अगाडि बढ्नु नै सबैभन्दा ठूलो जवाफ हो।